ल आज एउटा गज्जबको यात्रामा निस्कौँ है त। यो कथा हो अर्बौं वर्ष पुरानो। यो हाम्रो घर यानि पृथ्वीको कथा हो र यही ग्रहमा कसरी जीवन सुरु भयो भन्ने कथा हो। ब्रह्माण्डको यो अनन्त अँध्यारोमा हाम्रो चम्किलो ग्रह कसरी जन्मियो होला अनि जीवनको पहिलो टुसा कसरी उम्र्यो। आउनुहोस् यही रहस्यको कथामा डुबौँ। सबैभन्दा पहिले एकदमै आधारभूत प्रश्नबाट सुरु गरौँ। आखिर हाम्रो यो पृथ्वी आयो कहाँबाट? यो एउटा यस्तो प्रश्न हो जसले वैज्ञानिकहरूलाई सयौं वर्षदेखि घोत्लिन बाध्य बनाएको छ। यो हाम्रो ब्रह्माण्डीय जासुसी कथाको पहिलो भाग हो र यसको उत्तर खोज्न हामीले पहिले सूर्य र हाम्रो पुरै सौर्यमण्डल कसरी बन्यो भन्ने रहस्य बुझ्नुपर्छ। अब हाम्रो सौर्यमण्डल कसरी बन्यो भन्ने बारे वैज्ञानिकहरूका आफ्नै धारणाहरू छन्। आज हामी यस्तै 4 मुख्य सिद्धान्तहरूबारे कुरा गर्नेछौँ। यी सबैको कोसिस एउटै प्रश्नको जवाब खोज्नु हो, हाम्रो सूर्य र यसलाई घुम्ने ग्रहहरू कसरी बने। पहिलो सिद्धान्त हो नेब्युलर परिकल्पना। यसलाई कान्टले सन् 1755 मा अघि सारेका थिए। कल्पना गर्नुस् त, अन्तरिक्षमा धुलो र ग्यासको एउटा ठूलो बादल घुमिरहेको थियो। बिस्तारै त्यसको आफ्नै तौल र तान्ने शक्तिले गर्दा त्यो बादल एकै ठाउँमा खुम्चिँदै गयो अनि बीचको भागमा सबैभन्दा धेरै पदार्थ जम्मा भएर हाम्रो सूर्य बन्यो र वरिपरि बाँकी रहेको धुलो र ग्यासको चक्काबाट चाहिँ ग्रहहरू बने। अब अर्को सिद्धान्त सुनौ, प्लानेट सिमल परिकल्पना। यो चाहिँ बफनले सन् 1745 मा दिएका थिए। यो कथा अलि फिल्मी छ। यसअनुसार धेरै पहिले एउटा विशाल पुच्छ्रे तारा आएर सिधै हाम्रो सूर्यसँग ठोक्कियो। त्यो ठक्करले गर्दा सूर्यबाट तातो पदार्थका टुक्राहरू बाहिर उछिटिए, जसलाई प्लानेट सिमल भनियो। अनि समय बित्दै जाँदा यिनै ताता टुक्राहरू सेलाएर ग्रहहरू बने। तेस्रो छ बाइनरी परिकल्पना। यो सिद्धान्त चेम्बरलिन र मोल्टनले सन् 1905 मा दिएका थिए। उनीहरूको भनाइअनुसार हाम्रो सूर्य पहिले एक्लो थिएन, यसको एउटा साथी तारा पनि थियो। एक दिन त्यो साथी तारा सूर्यको एकदमै नजिक आयो र त्यसको तान्ने शक्तिले सूर्यबाट केही पदार्थ बाहिर खिच्यो। पछि गएर त्यही खिचिएको पदार्थबाट ग्रहहरू बने। र चौथो टाइडल परिकल्पना। जीन्स र जेफ्रीले सन् 1919 मा प्रस्ताव गरेको यो सिद्धान्त अनुसार एउटा निकै ठूलो तारा हाम्रो सूर्यको नजिकैबाट पार भयो। त्यो ताराको शक्तिशाली तान्ने शक्तिले सूर्यको सतहबाट तातो ग्यासको एउटा लामो सिगार जस्तो आकारको मुस्लो बाहिर तान्यो र पछि त्यही ग्यासको मुस्लो चिसिएर टुक्रा टुक्रा भई ग्रहहरू बन्यो। ल, अब यी चारवटै सिद्धान्तहरूलाई एकै ठाउँमा राखेर हेरौँ है त। नेबुलर परिकल्पनाले भन्छ हाम्रो सौर्यमण्डल एउटै विशाल बादलबाट बन्यो। तर बाँकी 3वटा सिद्धान्तले चाहिँ के भन्छन् भने सूर्यसँग अर्को कुनै आकाशीय पिण्ड ठोक्यो वा नजिक आयो, प्लानेट सिमलमा पुच्छ्रे तारा ठोक्यो, बाइनरीमा साथी ताराले तान्यो र टाइडलमा चाहिँ नजिकबाट गएको ताराले तान्यो। हेर्नुस् त, एउटै रहस्य सुल्झाउन कस्ता फरक फरक प्रयास भएका छन्। टाइडल परिकल्पनाको सबैभन्दा रोचक कुरा यो चित्रले देखाउँछ। हेर्नुस् त, त्यो विशाल ताराले सूर्यबाट कसरी सिगार जस्तो आकारमा पदार्थ तानेको छ। यो सिगारको आकार नै महत्त्वपूर्ण छ, किनभने सिगारको बीचको भाग मोटो र छेउको भाग पातलो हुन्छ, हैन त? हो, यही सिद्धान्तले भन्छ कि बीचको मोटो भागबाट बृहस्पति जस्ता ठूला ग्रहहरू बने र छेउको पातलो भागबाट चाहिँ साना ग्रहहरू बने। ल, सौर्यमण्डल कसरी बन्यो भन्ने विभिन्न सिद्धान्तहरू त हामीले हेर्यौं। अब हाम्रो ध्यान एउटा विशेष ग्रहमा लगाउँ, हाम्रो आफ्नै घर पृथ्वी। आउनुहोस् हाम्रो ग्रहको जन्म कसरी भयो त्यो कथा सुनौँ। सुरुमा पृथ्वी आगोको डल्लो जस्तै थियो, तातो पग्लिएको चट्टानले बनेको। बिस्तारै यही चट्टानबाट निस्केको ग्यासले वायुमण्डल बनायो। वायुमण्डलमा भएको बाफ चिसिएर लाखौं वर्षसम्म लगातार पानी पर्यो, मुसलधारे पानी। त्यही पानीले खाल्डाहरू भरेर महासागरहरू बनायो र यसरी एउटा तातो डल्लोबाट पानीले भरिएको सुन्दर नीलो ग्रह तयार भयो। मतलब जीवनको लागि मञ्च तयार भयो। अब सुरु हुन्छ हाम्रो कथाको दोस्रो र सबैभन्दा लामो भाग, जीवनको उदय। वैज्ञानिकहरूले पृथ्वीको यो विशाल इतिहासलाई विभिन्न कालखण्ड वा इरामा बाँडेका छन्। हामी सबैभन्दा पुरानो कालखण्डबाटै सुरु गर्नेछौँ। हामी आइपुग्यौं जीवनको पहिलो अध्यायमा, क्रिप्टोजोइक इयन। यसको अर्थ हुन्छ लुकेको जीवनको युग र यो पृथ्वीको इतिहासको सबैभन्दा लामो, झन्डै 88% हिस्सा हो।
सोच्नुस् त, लगभग 4 अर्ब वर्षसम्म पृथ्वीमा जीवन त थियो, तर कस्तो? समुद्रमा तैरिरहेका ब्याक्टेरिया जस्ता एकदमै साना, एउटै कोषद्वारा बनेका जीवहरू मात्र, देख्नसम्म नसकिने। तर यही लामो शान्त समयले भविष्यको लागि जग बसालिरहेको थियो। त्यसपछि आयो प्यालियोजोइक इरा, अर्थात् पुरानो जीवनको युग। अब भने जीवनले 81 गति लियो। समुद्रभित्र त जीवनको एक किसिमले धमाका नै भयो। अनौठा अनौठा आकारका मेरुदण्ड नभएका जीवहरू, पहिलो माछाहरू र सबैभन्दा महत्त्वपूर्ण, पानीबाट जमिनमा पहिलो पाइला टेक्ने उभयचरहरू देखा परे। अर्बौं वर्षको मौनतापछि पृथ्वी अब साँच्चीकै जीवन्त हुँदै थियो। प्यालियोजोइक एराको अन्त्यमा भएको एउटा ठूलो विनाशपछि पृथ्वीमा नयाँ जीवहरूको राज सुरु भयो। अब हामी जीवनको कथाको त्यो अध्यायमा प्रवेश गर्दैछौँ जुन इतिहासकै सबैभन्दा चर्चित जीवहरूले भरिएको छ। हो, अब हामी आइपुग्यौं मेसोजोइक इरामा, जसलाई हामी डाइनोसोरको युग भनेर चिन्छौं। 17 करोड वर्षभन्दा बढी समयसम्म पृथ्वी यी भीमकाय जीवहरूको खेल मैदान थियो। आकाशमा टेरोसोरहरू उड्थे, समुद्रमा मोसासोरहरू पौडिन्थे र जमिनमा टिरेक्स जस्ता डरलाग्दा र ब्रन्टोसोरस जस्ता विशाल जीवहरूले राज गर्थे। यो साँच्चै नै घिस्रने जन्तु अर्थात् सरीसृपहरूको संसार थियो। तर हरेक साम्राज्यको अन्त्य हुन्छ। डाइनोसोरहरूको 17 करोड वर्ष लामो शासनको अन्त्य पनि एकदमै नाटकीय र विनाशकारी भयो। आजभन्दा करिब 6.5 करोड वर्ष पहिले आकाशबाट एउटा आगोको गोला खस्यो, एउटा विशाल उल्का पिण्ड। त्यसको ठक्करले पृथ्वीमा धुलो र आगोको तुफान ल्यायो। सूर्यको प्रकाश छेकिँदा संसार अँध्यारो र चिसो भयो। डाइनोसोरहरू यो विनाशबाट बच्न सकेनन्, तर उनीहरूको अन्त्यले अरू कसैको सुरुवातको लागि बाटो खोलिदियो। डाइनोसोरहरूको विनाशपछि खाली भएको ठाउँ भर्न नयाँ जीवहरू अगाडि आए। अब हामी वर्तमान युग अर्थात् स्तनधारीहरूको युगमा प्रवेश गर्दैछौँ, जसमा हाम्रा आफ्नै पुर्खाहरूको कथा पनि जोडिएको छ। डाइनोसरहरूको छायाबाट बाहिर निस्केर अब सेनोजोइक एरा वा नयाँ जीवनको युग सुरु भयो। यो हाम्रो युग हो, स्तनधारीहरूको युग। सुरुमा मुसा जस्ता साना जीवहरूले अब खाली भएको संसारमा आफ्नो प्रभुत्व जमाउन थाले। समय बित्दै जाँदा उनीहरूबाटै हात्ती, व्हेल, घोडा जस्ता विशाल र अनेकौं किसिमका स्तनधारीहरू विकसित भए र यही लामो कथाको एउटा हाँगामा हाम्रा आफ्नै पुर्खाहरूको यात्रा सुरु भयो। हामीले अर्बौं वर्षको यात्रा गर्यौं। अब यो विशाल समय रेखामा एउटा रोचक तुलना गरौँ र हेरौँ मानव जाति कहाँनिर अटाउँछ। हाम्रो ग्रहको उमेर हो 4 अर्ब 60 करोड वर्ष। यो सङ्ख्या यति ठूलो छ कि यसलाई कल्पना गर्न पनि गाह्रो पर्छ। यो पृथ्वीको सुरुदेखि अहिलेसम्मको पूरै समय हो। अब यो सङ्ख्या हेर्नुहोस्, करिब 12,000 वर्ष। मानिसले खेतीपाती गर्न, गाउँ बसाउन र समाज बनाउन थालेको यति मात्रै भयो। पृथ्वीको पूरै इतिहासलाई एक दिन मान्ने हो भने हाम्रो सभ्यता त अन्तिम सेकेन्डको पनि एक सानो हिस्सा मात्रै हो, आँखा झिमिक्क गरे जस्तै। त्यसो भए अन्तिम प्रश्न यही हो, अर्बौं वर्षको यो ब्रह्माण्डीय नाटकमा हाम्रो यो छोटो तर शक्तिशाली उपस्थितिको कथा कस्तो होला? हामीले यो ग्रहमा कस्तो छाप छोडेर जानेछौँ? यसको जवाफ त भविष्यले नै देला, तर सोच्न भने हामीले अहिले नै पर्छ।